नमस्ते सबैजनालाई म चाहिँ साँचो युट्युब च्यानलबाट आज चाहिँ हाम्रो अब दसैँ चाहिँ 2 दिन पछाडि हामी चाहिँ आज शनिबार चट्टसँगले सबै दाजुभाइ दिदीहरू भएर सबैजना अनि हाम्रो दिदी सुजिता दिदी यता कान्छा बडा जेठा चाहिँ यहाँ छ बोटलको सर निर्मल यता दाजु अनि यता युवराज राजा अनि म भएर चाहिँ अब चट्ट यहाँ हामीले आज दसैँ पनि हामीले यो रमणीयमा आफ्नै तरिकाले नेपाली स्टाइलले चाहिँ चट्ट मनाउँदैछौँ अनि उहाँले चाहिँ आज फेरि अर्को आइटम पनि बनाउनुहुन्छ अरे यहाँ चाहिँ अब सुँगुरहरू चाहिँ सुँगुरको मासु चाहिँ दाजु भाउले बनाउनु भएको अनि यो भनेको अर्को वर्ष कुखुराको आइटम चाहिँ उहाँहरूले बनाउनु भएको यहाँ तिनजनाले अनि सबैजनालाई आज अब 2 दिन 3 दिन पछाडि भए पनि ह्याप्पी दसैँ सबैजनालाई। अब हामी विदेशमा भएको पनि अब एकदम अब नेपाल सम्झना भए पनि अब यहाँ पनि मनाएर राम्रो रमाइलो गर्दैछौँ अनि सबैजनालाई नमस्ते है नमस्ते। अनि आज चाहिँ ह्याप्पी दसैँ। अनि यहाँ एउटा कुरा चाहिँ के छ भने मेरो सानो तर्फबाट चाहिँ अब यहाँ अब अलिकति उसो हुनेले चाहिँ अब टिका लाएर टक्क पैसा चाहिँ अब दिनुपर्ने नै हुने भइरहेछ। अनि इट्स ओके र पनि केही छैन अब दिनु आशीर्वाद पनि काफी छ हामीलाई चाहिँ र पनि ठिकै छ सबैजना। अनि ल आज चाहिँ अब सबैजना बसेर होइन अब ल तपाईँहरू त्यहाँ ठिक छ त्यहाँनिर ठिक छ ल ठिक छ। आज चाहिँ अब यहाँ चाहिँ यो फेरि अर्कै बनाउनु हुँदैछ अनि अब प्लेट पनि चाहिने जस्तो कुरा भयो यहाँ छ त यसमा अनि यहाँ चाहिँ ल ठिकै छ। अब त्यो ल्याउनु त्यहाँ 2टा रहेछ अब अरू लाएर भइगयो अनि सोके ल सबै गाइजहरूलाई आज चाहिँ ह्याप्पी दसैँ। अनि जहाँ भए पनि आफ्नो आफ्नो ठाउँमा भए पनि खुसी साथ अब जस्तैसुकै काम साम जहाँसुकै जेसुकै गर्नु भए पनि अब आफूले चाहिँ चट्टसँगले अब आफ्नो लाइफ आफ्नो स्टाइल हुन्छ त्यही भएर अब आफू तरिकाले अब जतिसुकै काम गरे पनि जतिसुकै दुःख पीडा भए पनि दसैँमा चाहिँ सबैजना ह्याप्पी दसैँ भएर ह्याप्पी भएर मनाउँ अनि हामी पनि मनाइरहेछौँ। अनि ल ठिकै छ। आजको लागि चाहिँ अब थोरै भिडियो बनाएर अनि कुन चाहिँ हो हाम्रो उहाँ चाहिँ कान्छा व्यस्त अनि उहाँ चाहिँ कुकम्यान फेरि एकदम पर त्यो टिकटक लाइभमा पुरा बसौँ कि क्या हो भनेर अब खाने बेलामा त्यसरी नबस मेरो कुर्सी छोडेर कि फेरि अनि यता निर्मल सर चाहिँ पुरा जाडो भएको जस्तो भएर अब ठिक छ इट्स ओके। अब त्यो पुरा बिरा यहाँ चाहिँ बिरा भन्छ बियर सियर खाएर चट्ट कान तताउनु होला। अहिलेलाई चाहिँ 2टा ल्याएको छु अहिले फेरि हाम्रो 5-6वटा फ्रिजमा हालिरहेको छ यहाँ सर चाहिँ फेरि एकदम बेलामा खाने हो मजाले। अब यो हाम्रो युट्युब च्यानलमा सबैजना सब्स्क्राइब गरिदिनु है हैन। तपाईहरुको दसैँ कस्तो भयो है सबैलाई ह्याप्पी दसैँ है ल सबैजनालाई अब त्यही ह्याप्पी दसैँ अब ल राम्रोसँग मनाउनु होला हजुरहरू पनि। अब हामी पनि रोमनिया एकदम अबेबी रोमनिया भनेर यस्तै मनाइरहेछौँ। अनि ल कान्छा पनि अब एकदम आफ्नै तालमा ल सबै दिदी र दाजुहरूले अब चट्टसँग बनाउनु भयो खानेकुरा अब के लाउने भन्ने ठिक छ ल। आजको लागि ह्याप्पी दसैँ सबैजनालाई। म चाहिँ अब रोमानियाबाट सबैजना आफ्नो आफ्नो देशमा भए पनि खुसी साथ मनाउनु होला।
ह्याप्पी दसैँ बाबा आजको लागि चाहिँ अब यति नै काफी है भन्ने बेला भयो।